नेपाल सरकारले उपहार स्वरूप दिएका 2 हात्ती बुधबार भैरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि उडेका छन्। कतार एयरवेजको उडान नम्बर QR 8824 अन्तर्गतको बोइङ 777F फेक्टर जहाज मार्फत बुधबार दिउँसो 5 बजेपछि खगेन्द्र प्रसाद र रुद्रकली नामका 2 हात्ती विमानस्थलबाट छुटेका हुन्। 2 हात्ती चितवनबाट भैरवा ल्याइएको थियो। रुद्रकली र खगेन्द्र प्रसादलाई कतारको दोहा स्थित अलखोर पार्कको चिडियाखानामा राखिनेछ। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका 2 हात्तीका छावालाई चितवनवासीले सोमबार भव्य विदाई गरेका थिए। सौराहामा भव्य विदाईको कार्यक्रमको आयोजना समेत गरिएको थियो, जहाँ प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अधिकृत डाक्टर गणेश पन्त, रत्नगर नगरपालिकाका प्रमुख प्रहलाद सापकोटा सहित संरक्षण कर्मीले माला अबिर लगाएर फलफुल खुवाएर हात्तीको विदाई गरेका थिए। हात्तीलाई सोमबार साँझ भैरवाका लागि पठाइएको थियो र उनीहरू मंगलबार बिहान भैरवा पुगे पनि बुधबार दिउँसो मात्रै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो मार्फत कतार उडेका हुन्। विदेश गएका हात्तीमा 7 वर्षको रुद्रकली र 6 वर्षको खगेन्द्र प्रसाद रहेका छन्। हात्तीसँगै माउतीहरू रुद्रकालिका बुद्धलाल श्रेष्ठ र खगेन्द्र पचुखा चौधरी एवं पशु स्वास्थ्य प्राविधिक दिनेश ढकाल समेत कतार गएका छन्। उनीहरूले कतारमा हात्तीको स्याहार सुसारका विषयमा त्यहाँका माउतीहरूलाई तालिम दिएर फर्किनेछन्। नेपाल सरकार मन्त्री परिषदको विक्रम सम्वत 2081 कार्तिक 2 को निर्णय अनुसार हात्तीलाई कतार पठाइएको हो। कतारमा नेपालको वातावरण अनुकूलित हुने गरी प्राविधिकहरू गएर अध्ययन गरेपछि हात्ती पठाइएको बताइएको छ। यसअघि नेपालले विभिन्न मित्र राष्ट्रलाई एकसिङे गैंडा, हात्ती लगायतका वन्यजन्तु उपहार स्वरूप प्रदान गर्दै आएको छ। 2 देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय स्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँदै आएको छ। पहिलो पटक नेपालले हात्ती उपहार स्वरूप अन्य देशमा पठाउन लागेको हो। विक्रम सम्वत 2044 मा भारतबाट 16, म्यानमारबाट 2 र थाइल्यान्डबाट 2 गरी 20 वटा हात्तीलाई स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले हालसम्म 68 हात्तीलाई जन्म दिइसकेको छ। त्यहाँ 61 वटालाई तालिम दिएको केन्द्रले जनाएको छ, जहाँ जन्मिएका मध्ये 6 वटाको मृत्यु भएको छ। नेपालमा हाल सरकारी तवरबाट पालिएका 105 वटा हात्ती रहेका छन्, जसमध्ये चितवनमा 58 वटा रहेका निकुञ्ज प्रशासनले जनाएको छ। त्यस्तै नेपालमा निजी क्षेत्रबाट पालिएका 73 हात्ती छन् भने जङ्गली हात्ती 400 भन्दा बढी भएको अनुमान गरिएको छ। यसअघि नेपालले सन् 1985 देखि हालसम्म विभिन्न देशलाई 26 वटा गैंडा, 10 वटा घडियाल गोही, 1 ब्वाँसो र 2 चितुवा उपहार दिइसकेको तथ्याङ्क छ। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा विक्रमसम्म 2075 सालमा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो। त्यही स्वरूप उनीहरूलाई बुधबार कतार पठाइएको हो। ग्लोबल टेलिभिजन HD का लागि सामाजिक ब्युरोको रिपोर्ट।